दिपेश आज आएर फाइदा भयो कि नै ठ्यार न फाइदा भयो 99 किलोमिटर राम्रो गाइज वेलकम ब्याक टु माई ब्रान्ड न्यू भिडियो हैन। आज चाहिँ हामी टक्क दसैँ स्पेशल भिडियो भनौँ कि के भनौँ हैन, धेरै पछि चाहिँ यस्तो भ्लग आएको छ। आज चाहिँ हामी दसैँको पिङ बनाउनको लागि बङ्कासी खोज्नको लागि वनतिर जाँदैछौँ हैन। विवेक दिपेश म भएर हामी तीनजना भएर आज बङ्कासी खोज्छौँ। भोलि बाँड्छौँ, पर्सि चाहिँ हामीले पिङ राख्छौँ हैन। तपाईँहरूले 3 दिनको भ्लग यसैमा हुन्छ, इन्तजार गर्नु होला, सम्म लास्टै मजा आउँछ हैन। यो चाहिँ दसैँको पार्ट 1 भ्लग हो। अब पछि पार्ट 6, 5 जति पनि जान पाए हैन। सबैमा हेर्नुहुन्छ भने आशा बस्दैछौँ हैन। जङ्गल हो। अब चाहिँ हामी यो पुरै चारेर बङ्कासी खोज्छौँ पिङको लागि, त्यसपछि भेटौँलाई। आज चाहिँ हामीले हेर्छौँ, भोलि चाहिँ काटेर बाट्ने काम गर्छौँ हैन। यस पुरै देख्न सक्नुहुन्छ। अब चाहिँ हामी गन्तव्यतिर लागिसकेका छौँ। यसकै चाहिँ हामीले चाहिँ टक्क पहिलो बङ्कासी चाहिँ भेटिसक्यो यति। अब खोज्दै खोज्दै हामी आजको दिन खोज्छौँ मात्रै हैन। आज हामीसँग हैसा पनि छैन, आज खोज्ने मात्रै, भोलि चाहिँ काट्न आउने हो कि यहाँ देख्न सक्नुहुन्छ। हामी चाहिँ टक्क अलिक धेरै बङ्कासी हुने ठाउँमा आइसकेको छ हैन। यहाँ मेरो पछाडि तपाईँहरू देख्न सक्नुहुन्छ। यो जङ्गलमा चाहिँ धेरै बङ्कासी हुन्छ अनि हामीले थाहा पाएर आयौँ हैन। अब बङ्कासी खोज्दा हो नि त। गर्मी हो ओके, गर्मी त हुन्छ, चिन्ता नगर्नु त। यो बङ्कासी होइन कि टुल्छ यो राखेपार, यो राखेपार सुट्छ। रियल बङ्कासी खोजेर चाहिँ हामीले बङ्कासी खोज्दा खोज्दै अमलाको रुख देखेर चाहिँ दिपेश अमला टिप्न गइरहेको छ। ओइ बादर मेकअप हामी कता जान्छौँ? यहाँदेखि तलैसम्म जाने कि भन्ने सोचिरहौँ हैन। गइन्छ कि चाहिँ अब हेर्न पर्छ अब कस्तो हुन्छ। हामी चाहिँ टक्क अमलाको फाइल लिँदै जाँदैछौँ होइन दिपेश? कस्तो छ? राम्रो दामी छ नि एकदम बाबा। उताको भाग फलायो। काट दिपेश आज त भेटेन नि यार, के गर्ने अब यार? हजुर नि पिङ खेल्ने होस् कि नि? पिङ खेल्ने भयो किन? हजुर जाने त खोज्नु परेन। देख्दा बङ्कासी जस्तो छ होइन, छैन जस्तो हुन्छ। फेरि छुट्याउनै सक्दैन नि हामीले। यहाँ देख्न सक्नुहुन्छ होइन, हल्का हल्का छ जङ्गल। क्या अरे यो हो कि बङ्कासी? यति चाहिँ टक्क है पिङ बाट्नलाई यति भेट्यो होइन। अब यति भेटेर हुन्न, यस्तै हामीले खोज्नुपर्छ है। कता कता धेरै हामी घरदेखि त धेरै टाढा आयौँ होइन विवेक? 99 सेन्टिमिटर 1 किलोमिटर 99 किलोमिटर ठ्याक्कै नि। 99 को अगाडिको 9 हटाइने नि त मलाई।
आधी काट्नु पर्ने हो क्या हामीले छोड्दैन दसैँ आउनु अझै 7 दिन जति राख्नु तिमी राख्न पाउँथ्यो दिपेश आज आएर फाइदा भयो कि नै ठ्यार न फाइदा भयो बङ्कासी खोज्नु त भएन ल ठिक छ बेग चाहिँ गइसक्दैन अब चाहिँ हामी पनि जानुपर्ने हुन्छ उठ हामीले टक्क यहाँसम्म खोज्यो होइन दिपेश भेटेर राम्ररी त भेटेन नै नै विवेक क्वालिटी छ नि भेटे कति भेट्यो विवेक आज अलिअलि भेट्यो कति भेट्यो भन्दाखेरि लगभग 50वटा मुठा आज चाहिँ त्यस्तो भेटिएन होइन आज हामी खोज्दै चाहियो अब यहाँभन्दा धेरै खोजिन्न लगभग हामी 3-4 घन्टा त खोज्दै होइन विवेक दा लगभग 3-4 घन्टा खोज्यो होइन तर भेटेन अब भोलि चाहिँ हामी हैसा लिएर काट्नैको लागि आउँछौँ कति भेटिन्छ अब हेरौँ